Why Newari people are rich in culture? I'll show you the one of the example. Look at this. नेपालको सांस्कृतिक धरोहरको अनमोल गहना फर्पिङको ऐतिहासिक हरिशंकर जात्रा। मल्लकालदेखि निरन्तर चलिआएको यो पवित्र निवार परम्परामा 6 वटा धातुका लिङ्ग कवचहरू रथमा राखी नगर परिक्रमा गरिन्छ, जसले देवी देवताको शक्ति र उपस्थितिको प्रतीक गर्दछ। भनिन्छ यो जात्रा जसले हेर्दैन त्यसको लागि स्वर्गको ढोका खोल्दैन। Jatra celebration, the very finest and very auspicious occasion of Harishankar Jatra. ये 1000 चाहिँ किन दिएको? यो सेलिब्रेसनको लागि उठाउँछ नि त। बवाल छ यार। यो भे भन्छ, समय बजी भन्छ। ओके, सुरुमा के हुन्छ यहाँनिर अन्तडा? सिन्दुर बाँड्छ। ए कुनजनाले सबजनाले सिन्दुर लिनु पर्यो? अनि त्यसपछि सबैलाई पालिसको रथमा चढाउने। नंगलका छोरा आए ड्रोन फेरि यही आउने। फेरि आउने यहाँ समय बजी क्या ब्लॉगर है अनि छ्याङ छ्याङको ठो जीएस गरेर गुने। अनि त्यो त्यसमा माछा चाहिँ किन राखेको? टपमा त्यो माछा चाहिँ किन राखेको? सगुनको युज पार्ट माछा चाहिँ अन्डाहरू सगुन छ्याङहरू खाउँछ कि खुवाउँदैन? अनि छ्याङसँग सिदन चाहिन्छ कि चाहिँदैन? त्यही हो, त्यो सबै सितन हो। अहिले म्यास गरेर सानसानो टपरीमा ल अहिले हामी सानसानो टपरीमा त्यो लिन्छौँ अनि चेस गर्छौँ। जात्रा गर्नेछौँ सिन्दुरको जात्रा गर्नेछौँ।
लगाउन नपाए पनि लगाउन नदिए तापनि अब हामी आज लगाउनेछौँ सुत्ती जात्रा जात्रा गर्छौँ This is Sindur. This is Thalaiba, everyone. Thalaiba. Thalaiba. छर्दिन गाला कसैको बाइक नि राखेको हो भने के बोल्न सक्नुहुन्छ भन्नु न I'm so mesmerized with the moment that I'm capturing. This is so good, freaking good. I think that somebody has to experience this moment and that for their life. It is a life experience and that somebody has to come with it. Okay. And I must say, we attack. Attack, oh. my body doesn't move, but this beat makes me move. Have you ever seen any monkey around here? अघिसम्म मान्छे थिए अहिले बाँदर भयो नचलै अब मेरो मुखबाट रगत बच्चा यहाँ म देखेर सब यार बल्ल हराएको मान्छे भेटेको छ गाइस यहाँनिर तर सबभन्दा धर्म कमाएको चाहिँ हाम्रो बाबाले सबभन्दा तपाईलाई धेरै धेरै धन्यवाद के खाइदिनु हो We gonna have the ठो भनेको चाहिँ आइला भनेको चाहिँ आइला दिल त दिल गयो यी मेरो बहिनी आज गएर खाने छ ठो भनेको छ्याङ ठो भने छ्याङ भन्यो आइला भने चाहिँ रक्सी हो आइला भएर यसरी रैला गर्नुहुन्छ तिमीले नाच्छु भने ननाचेर म यति नाच्यो झन्डै मान्छे हराएको सिस्टर म हराएको भने कति 15 मिनट जति हराएको 5-10 मिनटभन्दा बढी हराएको म यही जब यति फर्केर हराएको अब समय बजेर ठो खानेछौँ एन्ड वी क्यान ह्याभ च्याप ओके म च्याप हुन्छु आज बाटोभरि लडेर हिँड्नेछु
बाटो नापेर हिँड्छ यसरी बलि नै हाल्छ नि गाडी लिएर अनि के भन्छ चला गाडी चला जाने कामै किताब चला खो खाएर डाला मैतो निकाले गया हामीलाई सुरक्षा दिनको लागि तयारी गर्ने तँलाई के लाग्यो कस्तो लागिरहेको छ भन् कस्तो लागिरहेको भन् छ्याङ्काइस लुगा पुरै भिजाएन न बाक म सुनिल अङ्कलले माग्छु कस्तो भयो ल के गरे तिमीले के गर्यो तिमीले मलाई के गर्यो हुने सक्यो अब सिद्धार्थ वाट अ ग्लोरियस मोमेन्ट बब्बाल मजा आयो यति मजा कहिले भएको थिएन आउँथ्यो दसैँ थाहा थिएन तर हेर यस्तो मजा जहाँसुकै जाऊ जतासुकै जाऊ ए बाबा वाइल्ड छ मान्छे पागल छ मान्छे अघि आउने बेलामा कस्तो सोझो थियो अहिले हेर पाङ्गु टेढो भयो बिचरा यो गुनेछ नि छेडे भन्न मुख लाउडो उठिसक्यो त्यहाँ हेर्नु